पास्ट जस्तो देखिन्छ, तर यसको व्याकरण अलिकति फरक खालको छ। म एक लाइन दुई लाइन लेख्छु हेरौँ है त। एक नम्बरमा चाहिँ के रहेछ भने नन रहेछ, अनि अर्को उन रहेछ, अनि त्यसपछि नन रहेछ। यो प्रयोग गर्ने तरिका यहाँ तल लेखिदिएको पनि छ, अहिले पछि पनि हेरौँ न। अनि बिचमा चाहिँ जुल छ, अनि एउटा चाहिँ आत्ता छ, आरत्ता छ। पहिला यसको बारेमा लेखौँ है त। केही चिजहरू चाहिँ के अरे नन जुल आरत्ता मोल्लत्ता छ, पहिला आरत्ता बढ्छ। कस्तो कन्डिसनमा प्रयोग गरिँदो रहेछ भनेदेखि आफूले बुझेको अथवा जानेको कुरा गलत भएको महसुस हुँदा प्रयोग गरिन्छ रहेछ। ल, आफूले बुझेको जानेको कुरा गलत भएको महसुस हुँदा प्रयोग गरिन्छ। मैले केही जानेको कुरा चाहिँ गलत थियो भनेर अहिले मलाई रियलाइज भयो, मैले बुझेँ, मलाई थाहा भयो। अब यसको लागि के लेख्नुपर्छ भने जस्तो लागेको थियो। अब यो उन र नको बारेमा चाहिँ के हुन्छ होला, नन लाग्यो भने ने प्रेजेन्ट टेन्सको जनाउँछ, ने जस्तो लागेको थियो अथवा छ जस्तो लागेको थियो भन्न सकिन्छ भने पास्टमा छ भने एको जस्तो लागेको थियो भन्न सकिन्छ। अब उन र नले चाहिँ प्रेजेन्टमा छ भने छ अथवा ने जस्तो लागेको थियो भन्नु पर्दो रहेछ भने अब यो दुईवटा पास्टका लागि अथवा क्वालिटी भावका लागि लेखिएको हो। त्यसका लागि चाहिँ त्यहाँ अहिले गएर म तल फेरि लेख्छु। के भन्नु पर्दो रहेछ भने एको जस्तो लागेको थियो। एउटा दुईवटा उदाहरण हेरौँ त। के भन्न खोजेको छ भने आफूले बुझेको जानेको कुरा गलत भएको महसुस हुँदा, मैले केही कुरा बुझेको थिएँ अथवा यस्तो भएको थियो जस्तो लागेको थियो, तर अहिले रियालिटीमा त्यो होइन रहेछ, अर्कै कुरा रहेछ। कस्तो लेख्नुपर्छ होला भने जस्तै अझै थोङसेङी यागुल मक्ता मग उन्चुल आरसय भन्नु त। ल, यो वाक्यले लेख्यो भने के बुझ्नुहुन्छ होला? अझै थोङसेङी हिजो भाइले यागुल मगुलचुल आरसय। अब त्यो माथिको कुरालाई एकचोटि प्रयोग गरेर हेर्नुहोस् त के बुझिन्छ होला। यागुल मक्तासम्म भइहाल्यो है त, हिजो भाइले औषधि। अब के भन्नुपर्छ होला, यो मक्ताको पछाडि उन लाग्यो भने के भन्ने भनेको पास्टको चिज प्रयोग गर्ने भनेको एको भन्न सकिन्छ। औषधि खाएको अनि पछाडि के भन्ने जस्तो लागेको थियो। अब यो वाक्य कुन अवस्थामा प्रयोग गरिन्छ होला? एकचोटि यो कुरालाई छोडिदिएर भन्नु त। हिजो भाइले औषधि खाए जस्तो लागेको थियो मैले भने के भनेको होला? त्यसको मिनिङ चाहिँ के हो, थिम चाहिँ के होला? भाइले औषधि खायो कि खाएन? खाएन नि त होइन। जस्तै हिजो भाइले औषधि खाए जस्तो लागेको थियो भनियो भने के बुझिन्छ होला? हामीलाई चाहिँ उसले औषधि खाए जस्तो लागेको थियो, तर वास्तवमा नखाएको अवस्थामा भोलिपल्ट बिहान सम्झिने कुरा गर्ने बेलामा यसो भनिन्छ, त्यो औषधि खाए जस्तो लागेको थियो तर खाएको छैन भन्न पर्यो भने प्रयोग गरिन्छ। अर्को एउटा रामसिगा छुमाले खान्चुल आरसय। रामसिगा छुमाले हाक्यो खान्चुल आरसय के भनेको होला? रामजी चाहिँ हप्तान्तमा स्कुलमा अब जानुको पछाडि के लेखेको छ? उन छ भनेपछि पास्टमा जानु पर्यो। गए जस्तो लागेको थियो, तर वास्तवमा त्यो नहुँदाखेरि चाहिँ प्रयोग गरिन्छ। गएको रहेनछ भनेदेखि चाहिँ अनि हामीलाई के लाग्छ नि त हप्तान्तमा त स्कुल गए जस्तो लागेको थियो त, कुन बेलामा प्रयोग गरिन्छ होला? जस्तै हाम्रै साथीहरू पनि, कोही साथीहरू चाहिँ फेरि पढ्न आउनुभयो भने मलाई के लाग्छ होला? हाक्के कान्छुल आरसय, मलाई पास भए जस्तो लागेको थियो तर के रहेछ? त्यही भर्खर रहेछ जुन नहुनु पर्यो है त। ल, के बुझियो भनेदेखि कुनै चिज चाहिँ आफूलाई लागेको कुरा
अहिले वर्तमानमा आएर त्यो चाहिँ वास्तविक होइन रहेछ। त्यो वास्तविक नभएको कुरा आफूलाई थाहा हुँदाखेरि प्रयोग गर्न सकिन्छ। अब यसलाई अर्को ठुलो 2 3 वाक्यमा लेख्यो भने अझै स्पष्ट हुन्छ। म अर्को एउटा वाक्य लेख्छु है त। जस्तै हरि लेखौँला। हरिसिनन् बने पाए सानै हो। हरिसिनन् बने पाए सानै हो। भक्तपुरु यसो सान्जुल ल यसले के भन्छ होला? हरिसिनन् बने पाए सानै हो। हरिजी चाहिँ बनेपामा बस्नु हुँदो रहेछ नि। अनि पछाडि के लेख्छ होला? भक्तपुरु यसो सान्जुल आरस। भक्तपुरमा बस्नुहुन्छ जस्तो लागेको थियो। अहिले बाहिर हेर्दाखेरि अहिलेसम्म हामीलाई केही लागेको छैन। फिगा ओदाको पछाडि नन प्रयोग गरौँ है त। फिगा ओनन्सिल आरस। यो आरत्ताको पछाडि चाहिँ अब आरसुम्निका लेख्न पनि सकिन्छ है त। यो पनि लेखिदिइहालौँ ल। फिगा ओनन्सिल आरस यसो खोलेर हेरेको। फिगा ओनन्सिल आरस पानी परिरहेको छ जस्तो लागेको थियो। हुन्छ, अहिले वर्तमानमा पानी परेको छ जस्तो लागेको थियो, तर रहेछ त छैन। हामीलाई लागेको कुरा वास्तविक नहुँदा महसुस भयो। अब पानी परे जस्तो लागेको थियो, खोलेर हेर्दाखेरि रहेनछौँ, हामी चाहिँ केमा रहेछौँ? भ्रममा रहेछौँ भन्ने ठाउँमा प्रयोग गर्न पर्यो भने नन उन्चुल आरत्ता प्रयोग गरिन्छ। बुझिन्छ यो आरत्ताको बारेमा? बुझिँदैन होला? ल आरत्ताको बारेमा एकचोटि सकौँ। यो लेखिसक्यो? सक्यो ल। यहाँ एकचोटि हेरौँ है त। ल नन उन्चुल आरत्ता नन चाहिँ केसँग रहेछ? थोङसासँग, यङयङसासँग। अब थोङसासँग भयो भने प्रेजेन्ट टेन्समा नन, पास्टमा छ भने उन र न, क्वालिटी भर्ब छ भने सिधै उन र न मात्रै प्रयोग गरिन्छ। त्यसले सिधै पास्टलाई मात्रै देखाउँछ। यस्तो भइसकेको कुरालाई देखाउँछ। पुच्छ जोडेर अत्तम साङमाङुल कुनै अवस्था चाहिँ सिल्चेरो वा नन थारुगे। सिल्चेरो वा भनेको सँग, नन भनेको चाहिँ, वास्तविक सँग चाहिँ थारुगे फरक हुने गरी इन्सिक आयसुमल। इन्सिक आदा भनेको परिचित हुनु। अब परिचित हुनुलाई बुझेको हुनु भन्न सकिन्छ। त्यो मसँग कस्तो रूपमा परिचित थियो, कस्तो रूपमा बुझेको थिएँ मैले त्यसलाई, त्यो कुरा चाहिँ के भयो? केदारात महसुस हुने बेलामा प्रयोग गरिन्छ। फेरि एकचोटि यो चिजहरूसँग जोडिन्छ। अनि कस्तो अवस्थामा प्रयोग गरिँदो रहेछ भने अत्तम साङमाङ कुनै अवस्था, पानी परिरहेको अवस्था, भाइले औषधि खाएको अवस्था हुन्छ, हरिजी बनेपामा बसिरहेको अवस्था। अहिले हामीले लेखेका उदाहरणहरू त्यस्ता थिए। सिल्चेरो वानन थारुगे भनेको वास्तविकसँग चाहिँ फरक। मलाई लाग्थ्यो चाहिँ भक्तपुरमा बस्छ जस्तो लागेको थियो, तर वास्तवमा ऊ बस्ने कहाँ हो? बनेपामा हो भनेको वास्तविकतासँग फरक भएको कुरा। अनि के भयो फेरि? आफूले त्यो कुरा बुझेको कुरा चाहिँ अहिले आएर चाहिँ त्यो गलत हो भनेर महसुस भयो, केदारता भयो। ऊ बनेपामै बस्छ भन्ने कुरा चाहिँ थाहा हुँदाखेरि प्रयोग गरिन्छ भन्छ। यहाँ प्रयोग गर्ने तरिकाहरू लेखिदिएको छ। यन्जे वर्तमानमा छ भने नन्चुल, अनि भागमा छ भने चाहिँ उन र नचुल प्रयोग गरिन्छ। ल अब भन्नु त नेपालीमा भन्नु पर्यो भने के बुझिँदो रहेछ? नन उन्चुल आरत्ताले के भन्छ होला? वर्तमानमा भएको नि हुनसक्छ, पास्टमा भएको पनि हुनसक्छ, तर आफूले सोचेको भन्दा वास्तविक कुरा चाहिँ अर्कै छ भन्ने कुरा हामीलाई थाहा भयो अहिले आएर। वास्तविक कुरा चाहिँ अर्कै थियो, हामीले बुझेको कुरा अर्कै थियो, तर अहिले हामीलाई के थाहा भयो भने म भ्रममा रहेछु, मलाई चाहिँ त्यो कुरा थाहा थिएन भनियो भने चाहिँ नन उन्चुल आरत्ता प्रयोग गर्नु पर्दो रहेछ। मोल्लात्ताको बारेमा अलिकति हेरौँ है त। यो अलि सजिलो छ। यसले के भन्छ भने ल अब प्रयोग गर्ने तरिका त्यही हो। VST को पछाडि नै प्रयोग गरिन्छ। एक्सन भाव छ भने नन प्रयोग गर्ने, उन र न पनि प्रयोग गर्ने। यो एक्सन भावसँग पनि प्रयोग गरिन्छ।